टु माई च्यानल। आज गाइस यता पानी परिरहेको छ रानीवनमा। आज छ नि म उता स्केटिङ पनि गएको थिएँ। स्केटिङबाट घर आउँदाखेरि पानी परेको थियो। अनि छ नि मैले स्केटिङको भिडियो बनाउनु पाएन किनभने उता स्केटिङमा मोबाइल छिरेर गएको थिएँ। स्केटिङ उता बाहिर हेर्दाखेरि चाहिँ पानी परेर मलाई त स्केटिङको भिडियो बनाउन भनेर चाहिँ मैले स्केटिङको भिडियो बनाएन। अब छ नि अरू बेला बिदाको बेला म कहिले स्केटिङ गएर पानी यस्तो नपऱ्यो भने म चाहिँ स्केटिङको भिडियो बनाउँछु। अनि आज चाहिँ यस्तो पानी परिरहेको छ। उता झरर पनि देखिन्थ्यो पहिला, अब देखिनु छोड्यो। अब छ नि म चाहिँ यता चौका पकाउनु ला हो। यता चाहिँ दुईवटा चौचौ छ। अब चाहिँ यता चाहिँ पानी छ। अब चाहिँ म चौचौ पका प्याज काट्छु, खुर्सानी काट्छु र यो क्याबेज काट्छु। प्याज काटेर भइसके। अब चाहिँ म खुर्सानी काट्छु। अब चाहिँ म यता प्याज काट्छु। मैले यता प्याज काटिराखेको छ। अनि गाइस यता चाहिँ पानी पनि उम्लिसक्यो। अब चाहिँ हामीहरू यता चौचौ राख्छौँ। ल गाइस यता चाहिँ चौचौ उम्लिरहेको छ। अब चाहिँ यो चौचौ पाक्नुला छ। यता चाहिँ मम्मीले यता यो चम्चा र यस्तो तिनवटा कचरा सक्नुभयो। अब छ नि अब यो पाकेपछि म हजुरलाई हालेको ल गाइस यता चाहिँ मम्मीले चौचौ हालिराख्नु भएको छ। अब चाहिँ म चौचौ खान्छु। चाहिँ म यता चौचौ खाएर भेट्छु। ल गाइस यता चाहिँ मेरो भाइले यता भाँडा माझिरहेको छ। यस्तो सानो फिस्ने मान्छेले पनि हात चाहिँ यता ढाडा पुगेन। मम्मीले चाहिँ यता खोलेर यता भाँडा माझिरहेको छ। अब चाहिँ छ नि उता एनिमेसन क्यारेक्टरको ड्रइङ बनाउँछु। अनि छ नि एनिमेसन क्यारेक्टरको नाम चाहिँ भन्दिनँ। हजुरले एनिमेसन क्यारेक्टरको नाम चाहिँ कमेन्टमा लेखिदिनु। मैले यता एनिमेसन क्यारेक्टर बनाएर भ्याइसकेँ। अनि गाइस यो एनिमेसन क्यारेक्टरको नाम थाहा छ भने कमेन्टमा लेखिदिनुहोस्। अनि गाइस यता चाहिँ फेरि यता सानो मान्छे यता रोब्लक्स खेलिरहेको छ। रोब्लक्सको खैर कति लेभल चाहिँ यता 378। अनि फ्रुट चाहिँ यता डार्क फ्रुट। अब चाहिँ म एकछिन बाहिर जान्छु। अनि गाइस उता बाहिर पानी पर्न पनि बन्द भइसक्यो। अनि उता त पानी पर्दाखेरि यत्रो ठुलो खोला जस्तै भइसक्यो। ल गाइस हजुरलाई यो भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।